भोटर कार्डको लागि त फोटोसोटोहरू सबै खिचिसक्यौँ, तर भोटर लिस्टमा आफ्नो नाम छ कि छैन कसरी चेक गर्ने र भोटर कार्ड चाहिँ कसरी पिडिएफ फाइलमा डाउनलोड गर्न सकिन्छ त्यसको बारेमा म टोटली जानकारी दिनेछु। सो यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला। त्यसको लागि चाहिँ तपाईँको मोबाइलमा भएको कुनै पनि ब्राउजर खोल्नुहोस्। म चाहिँ क्रोम ब्राउजर खोल्नेछु। ब्राउजर खोलिसकेपछि election.gov.np सर्च गर्नुहोस्। मैले यसको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु। त्यसपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ तलपट्टि देख्न सक्नुहुन्छ मतदाता नामावली। यसलाई क्लिक गर्नुहोस्। केही समय वेट गर्नुपर्ने हुन्छ। नेपालको वेबसाइटहरू यस्तै हो। केही समय वेट गर्नुहोस्। गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँ चाहिँ प्रदेश देखाएको छ। अब प्रदेश हजुर कुन प्रदेशको? गण्डकी, बागमती आफ्नो प्रदेश चुज गर्नुहोस्। त्यसपछि कुन जिल्ला हो त्यो जिल्ला चुज गर्नुहोस्। अनि चाहिँ त्यसपछि चाहिँ गाउँपालिका नगरपालिका के हो त्यो चुज गर्नुहोस्। अनि त्यसपछि चाहिँ आफ्नो वडा नम्बर कति नम्बरको वडा हो त्यो वडा नम्बर चुज गर्नुहोस्। अनि त्यसपछि चाहिँ आफूले भोट हाल्ने ठाउँ कुन ठाउँमा हो अथवा कुन स्कुलमा हो त्यो चाहिँ चुज गर्नुपर्ने हुन्छ। मेरो चाहिँ शान्ति मावि अर्मला छ, त्यो चुज गरेको छु। त्यसपछि यहाँ सबमिटको अप्सन देख्न सक्नुहुन्छ। सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि नि केही समय वेटिङ गर्नुपर्ने हुन्छ। नेपालको वेबसाइट यस्तै हो। त्यसपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। अनि चाहिँ आफ्नो नाम सर्च गर्ने अप्सन यहाँ देख्न सक्नुहुनेछ। आफ्नो नाम नेपालीमा सर्च गरेर पनि हेर्न सक्नुहुनेछ, अथवा यहाँ माथिपट्टि देख्न सक्नुहुन्छ अ आ इ। अब आफ्नो अगाडिको नाम के छ? मेरो नाम सुमन हो, त्यसरी म सर्च चुज गर्छु। यहाँ देख्नुहुन्छ सको नाम भर्खरै आएको छ। म चाहिँ अब नेक्स्ट गर्छु। सुमन भनेपछि यहाँ पनि आएको देखाएको छैन। सिधै म आफ्नो नाम सर्च गरेर हेर्नेछु। मैले आफ्नो नाम सुमन भनेर लेखेर सर्च गरेको छु। यहाँ तलपट्टि देख्न सक्नुहुनेछ सुमन आचार्य, सुमन तामाङ। अब आफ्नो चाहिँ म नि सुमन आचार्य नै हो, तर मेरो बुबाको नामहरू मिलेको छैन। त्यसरी म तलपट्टि हेर्नेछु। यहाँपट्टि सुमन आचार्य, उमेर 25, बुबाको नाम सबै मिलेछ। यो चाहिँ मेरो भोटर कार्ड हो। अब यसको लागि चाहिँ अब भोटर कार्डको पिडिएफ कसरी डाउनलोड गर्ने हो त्यसको लागि चाहिँ मतदाता विवरण देख्न सक्नुहुनेछ यहाँ साइडमा। यसलाई क्लिक गर्नुहोस् र केही समय वेटिङ गर्नुहोस्। मतदाता विवरण क्लिक गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। अनि यहाँ देख्न सक्नुहुनेछ जन्म मिति वा नागरिकता नम्बर भरि सबमिट गर्नुहोस्। कि जन्म मिति अथवा आफ्नो नागरिकता नम्बरबाट पनि गर्न सक्नुहुनेछ, अथवा जन्म मिति राखेर मात्रै नै गर्न सक्नुहुन्छ। म चाहिँ आफ्नो जन्म मिति राखेर गर्नेछु। मैले चाहिँ आफ्नो जन्म मिति राखिसकेँ र आई एम नट रोबोटमा क्लिक गरेर सबमिट गर्नेछु। केही समय वेटिङ गर्नुपर्ने हुन्छ। नेपालको वेबसाइट यस्तै छ। सबमिट गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ, जहाँ चाहिँ तपाईँको फोटोसहित तपाईँको सबै विवरण हुनेछ। यहाँपट्टि देख्न सक्नुहुनेछ। अब यसलाई पिडिएफमा अथवा प्रिन्ट कसरी गर्न सकिन्छ भने लास्टमा जानुहोस्। यहाँपट्टि प्रिन्ट अप्सन देख्न सक्नुहुन्छ, त्यसलाई क्लिक गर्नुहोस्। गरिसकेपछि यस्तो तपाईँको मतदाताको फोटोसहितको विस्तृत विवरण भनेर यसरी तपाईँको टोटल विवरण देख्न सक्नुहुनेछ। अनि यसलाई चाहिँ सेभ एज पिडिएफमा सेभ गरिदिनुहोस्। त्यसपछि यहाँ पिडिएफ डाउनलोड अप्सन देख्न सक्नुहुन्छ, त्यसलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको फाइल डाउनलोड हुनेछ। डाउनलोड भइसकेपछि यसरी नै सजिलोसँग मोबाइलबाट आफ्नो भोटर कार्ड
PDF फाइलमा डाउनलोड गर्न सकिन्छ।